आह, आज क्रिसमस डे इसाई धर्मावलम्बीहरूको महान चाड महान पर्व एउटा उत्सव मनाइराख्नु भएको छ सबैजनाहरूले। सबैलाई शुभकामना व्यक्त गर्न चाहन्छु। र आज परदेशमा अथवा स्वदेशमा जाँदा कतै धेरैको चाहिँ बिदा थियो, छुट्टी थियो। तर मेरो चाहिँ आज छुट्टी थिएन, किनकि मेरो सानो कम्पनी हो। सानो कम्पनीमा सरकारले लगाएको नियमहरू लागु हुँदैन, त्यसैले साउले चाहेअनुसार काम गर्नुपर्ने हुन्छ। र साउले आज चाहिँ यति काम सकेर चाँडै जति बजे सकिन्छ त्यति बजे जाने भनेको थियो। अनि आज अलिक छिटै गएर अनि चाँडै काम गरेर खाना खाने समयमा पनि पालो गरेर काम गरेर चाँडै सकेर आज चाहिँ अलि चाँडै आइएको छ। परदेश हो, यस्तै छ, सबै सोचे जस्तो हुँदैन। आफूले सोचे जस्तै हुने भए सायद परदेश नै आउनु पर्दैन थियो होला। जो जहाँ हुनुहुन्छ, जस्तो अवस्थामा हुनुहुन्छ, खुसी हुनु होला। सबैलाई क्रिसमसको धेरै पनि शुभकामना। अनि तपाईँहरू के गर्दै हुनुहुन्छ, कसरी मनाउँदै हुनुहुन्छ, कसको छुट्टी थियो, कसको काम थियो, कमेन्ट गर्नुहोला। अहिलेलाई छुट्टिन्छ। हस्त, नमस्कार।